हेलो गाइज, नमस्ते सबैजनालाई। यो मेरो पहिलो ब्लग हो। सबैले हेरिदिनु होला। छोटो मिठो जे जस्तो लाग्छ कमेन्ट पनि गरिदिनु। अहिले हामी चाहिँ ब्लास्टिङ चाहिँ हिजो भइसक्यो एउटा। आज ड्रिल गर्ने काम छ, त्यसपछि एक्सक्लुसिभ फिट गर्ने काम छ। त्यही हो न्यादी फेरि हाइड्रो पावर प्रोजेक्टमा हो अहिले म चाहिँ काम गर्ने। हेरौँ यस्तो छ काम गर्ने ठाउँ, यस्तो हिमाल झर्नै छ। के गर्नु अब, यो बाटोटी जानु परिरहेको छ अहिले। यो चाहिँ हाम्रो काम गर्ने जाने बाटो। यस्तो छ पानीको बाफ त बढिरहेको छ अहिले। अनि पुल चाहिँ खत्रै छ। हेर्नुहोस्, यो काठको पुल बनाएको हामीले, रेलिङ हाल्न बाँकी छ। अस्ति यो बिचमा ढुङ्गा छ नि, त्यसको बिचमा चाहिँ त्यो होम पाइप हालेर जाने बाटो बनाएको थियौँ। त्योभन्दा पहिला पानी कम हुँदा उता तल ढुङ्गा छ नि, जुम गरेर दिएको चाहिँ हो, यो ढुङ्गा निराबाट बाटो बनाएको थियौँ। पहिला पानी बढेको हुनाले त्यो सबै बगाइदिएर यो पाइपबाट, यो काठको पुलबाट जानु परिरहेछ। यस्तो ध्यान दिएर जानुपर्छ हो गाइजहरू। फिक्स बाटो छैन क्या अहिले। त्यो पोखरी जस्तो देखिरहेको नि, त्यहाँ ब्रिज बनाउने, बेली ब्रिज बनाउने भनेर फाउन्डेसनको लागि खनेको हो। त्यहाँ त्यस्तै भइदियो, बर्खाकोले गर्दा काम गर्न सकिएन। त्यसैले वैकल्पिक मार्गबाट हिँड्नु परिरहेछ। यो चाहिँ हाम्रो पावर हाउस जाने बाटो हो। उता एउटा झर्ना देख्न सक्नुहुन्छ तपाईँले। यता छ, उता छ, यस्तो झर्ना छ क्या। अरे ठाउँमा तपाईँको यस्तरी नै झर्नाहरू छ। अहिले 5 मिनटको लागि 5 मिनट भयो पानी बन्द भएको। 5 मिनटपछि फेरि तपाईँको पानी आइहाल्छ क्या यता। पुरै छोड्नु क्या। अहिले यस्तरी बादल लागिसक्यो नि, बादल लागिसक्यो हो। त्यो केही 5 मिनटमा पानी आउन सुरु हुन्छ। हाम्रो काम के छ भने चाहिँ टनेलभित्र हो। त्यति गाह्रो चाहिँ छैन। पानी आओस् नआओस् मतलब हुँदैन क्या, किनकि सजिलो छ। ड्रिल गर्ने हो, अनि एक्सक्लुसिभ फिट गरिदिने हो, अनि ब्लास्टर आउँछ, ब्लास्टर गरिदिन्छ न। अनि मगिङ जति चाहिँ लोडर ड्राइभरले यस्तरी बाहिर फालिदिनुहुन्छ। त्यही 2.5 घन्टा रेस्ट हुन्छ एउटा ब्लास्टरपछि। त्यो ब्लास्टिङ त्यति 2.5 घन्टा 2.5-3 घन्टा लागिहाल्छ क्या त्यो गर्न, क्लियर गर्न। त्यसपछि फेरि ड्रिल गर्नुपर्छ। त्यही हो, दिनमा 2वटा ड्रिल र 2वटा ब्लास्ट गर्न पायो भने चाहिँ रमाइलो हुन्थ्यो। यहाँ लोडर राम्रो छैन, कतिको छैन। अहिले लोडर कुन चाहिँ कस्तो छ देखाउँछ है तपाईँले। माथि हेरेर पहिला यो झर्नाको दृश्य हेर्नु। अनि यो केबल देख्नु भएको छ नि, यो चाहिँ रोपेको हो क्या, माथि मेटेरियल सिफ्ट गर्नलाई। यहाँबाट सिधै माथि यस्तो जङ्गल छ क्या बाटोबाट। त्यही रोपेको काम चाहिँ अहिले बन्द भएको छ। उहाँहरूलाई अब किनकि जाने बाटै राम्रो छैन क्या। अहिले म देखाउँछु तपाईँलाई। उहाँहरूले माथि कस्तो चाहिँ कुन बाटोबाट जानुपर्छ क्या, एकदमै गाह्रो छ कि उनीहरूलाई। पानी पनि परिरहेको, त्यसैले उहाँहरूलाई अहिले कम्पनीले छुट्टी दिइसकेछ। खै त्यस्तै हो। हाम्रो त कन्टिन्यू काम चल्छ। हाम्रो त मतलबै भएन, पानी आओस् कि जे होस्। बस लोडर खराब हुनु भएन हाम्रो लागि। लोडर खराब भयो कि काम कति दिन लाग्ने, 4 दिन पनि लाग्न सक्छ, 1 हप्ता पनि लाग्न सक्छ, त्योभन्दा धेरै दिन पनि लाग्न सक्छ। त्यो छ क्या यस्तो। हेर्नुहोस्, यो माथि देख्नु भएको छ नि झर्ना जस्तै हो, त्योभन्दा माथि जानुपर्छ है उहाँहरूले। बाटो कस्तो डेन्जर छ हेर्नु न। यो माथि देखिराख्नु भएको छ नि, येल्लो केबल गइरहेको नि हो, त्यो यताबाट हुँदै यस्तै गरेर त्यो झर्नाबाट माथि जानुपर्छ।
पोपोएकोले चाहिँ काम गर्ने हेर्नुहोस् लोडर हाम्रो यही नै हाम्रो लोडर यो हो अनि टनलको काम हेर्नु पोर्टल कति काम भएको छ चालु छ सिँढी पनि लगाएको छ सर्वेले मार्क पनि गरिदिए जस्तो छ सब ठिक छ यही हो पोर्टल काम गर्ने ठाउँ यो रातो रातो चिन्ह देख्नु भएको छ नि त्यो सब ड्रिल गर्नुपर्ने हो यो एरिया सब एरिया जति पनि रातो पोइन्टहरू दिएको छ नि हो यसलाई सबलाई ड्रिल गर्नुपर्ने छ अनि एउटा यो सेन्टरमा छ नि प्लस त्यहाँ दिनुपर्ने छ What do you do, baby?